त्यो भनेको ए सम्झिने भयो बडाले फेरि यति बेलै किन सम्झिने त खाइन भनेर होला बिटिक लान थालिहाल्यो फेरि के यस्तो रहेछ नि मलाई चाहिँ यो अर्का सिसो बासो राख्नु चाहिँ पुर्याइदिनु पर्छ के अरे उतै आइयो नि मरे नि म उहीँ पुर्याइदिन्छु कस्तो त्यो बाढी लागेको त भन्नु नपाइकन बाढी लाग्नु नहुने नसम्झी लाग्छ बाढीले इस म पुर्याइदिन्छु कतिलोबाट हो भए त के गर्छु पनि लु अर्का सिसो बाछालाई यहाँ राख्नु भएन हेर्नु बाढी लागे गर्छ जति बेला बाढी लागे गर्छ सम्झे गर्नु चाहिँ उहाँबाट तैँले खाना दिनु पर्यो पनि लाउन दिनु पर्यो पनि छैन अहिलेसम्म त आफै खाइरहनु भएको छ तपाईँ मैले खुवाइदिया भनेको छैन आफै खाइरहेको जे भए पनि त यसरी सम्झिएपछि सम्झिने मान्छेकै घरमा जानुपर्छ हेर्नु सम्झना यत्रो राख्ने मान्छेलाई सम्झना गर्ने मान्छे कहाँ जानुपर्छ अनि जानु होइन जानु उहीँ बस्नु अब त्यो दिनरात बाढी लाग्नु भने त गरे गर्नु त बरु गइदियो उहाँ गएपछि त्यहीँ ओरतिर परतिर हुन्छ सम्झिनु हुन्न देखिहाल्नुहुन्छ देखेपछि त्यति सम्झना हुँदैन पनि लागे पनि बाढी लागिहाल्यो भने पनि ओरतिर परतिर जाँदा त्यो बाढुला नदेखा बेला बाढी लाग्यो भने त्यहीँ यसो त्यो परतिर जाँदा पनि कति सम्झिनु पऱ्यो त हिक्का आएको गएको थियो ग्वालीमा यसो भैँसीलाई खोलिदिउँ भन्दा यसो भाडा तान्दिउँ भन्दा हिँडेको थिएँ त्यहाँ पुग्दा पनि भयो कति सम्झिनु पऱ्यो नि यहीँ हुँदा पनि कति ढाँचा पार्नु हुन्छ त्यसो भनेर भन्नु त्यसो भन्नु मात्रै आफ्नो बेदना गएको टेब्रे हजुरको चाहिँ होइन त्यो तपाईँले भने होइन बाढुले किन लाग्छ आमा भनेर सोद्धाखेरि बिहे गरेका मान्छेले श्रीमानभन्दा अलिक पर बस्यो भने श्रीमतीलाई धेरै सम्झिन्छन् श्रीमानलाई त्यही भएर बाढी लाग्छ भन्नुभएको हो क्या नि तपाईँले म सानो हुँदा भन्नुभएको छ थिएन अहिले यहाँ तपाईँलाई पनि त बडा पर हुनुहुन्छ तपाईँ यहाँ हुनुहुन्छ सम्झिनु भयो भन्दाखेरि मलाई कुट्नुपर्छ त भाका कुरा गर्दाखेरि नभए सम्झिनु हुन्थ्यो कस्तो कुरा गर्नु नभए सम्झिनु हुन्थ्यो सम्झेर मात्र बाढी लाग्छ के गरेर लाग्छ त जहिले पनि लाग्छ अहिले मैले भोक लाग्दा पनि लाग्यो उहाँ सम्झिनु हुन्न उहाँले ए खाइन अब खाइन नकराउनु खाइन के खाइ यति बेला उसले के खाइ मैले त खाएँ उहाँ खानुहुन्छ खाना बस्नुहुन्छ अब तपाईँले खाएको नखाएको कसरी देखेर त त्यही भएर सम्झिनु भएछ अनि जति बेला पनि त्यही के गर्नु आमा के गर्नु अब त्यसै हो अब जाउँ भन्दा पनि अब पुर्याइदिन्छु मैले भनेकै छु ल र उहाँकै काखमा ल है हजुरको के गर्नुपर्ने हो अब गर्नुहोस् भनेर म काखमा राखिदिन्छु